हेलो नमस्ते। यतिखेर हामी झरनाबाट बोलिरहेका छौँ। महादेव बाबाको आशीर्वाद यहाँ त्रिखण्डेश्वर महादेव होइन माता? त्रिखण्डेश्वर महादेव होइन हजुर? यहाँ त यहाँनिर लगाइदिनु। खोला होइन यो ठाउँलाई चाहिँ के भन्नु त? सामरी ठाउँ, त्रिखण्डेश्वर महादेव। अब के हेर्ने रे? जति कसम खाए पनि जतिमा श्रीखण्डी पुल लेखेर रहेछ त नि। ए कस्तो मेरो मुखमा किन श्रीखण्डी मात्रै आइरहेछ कि? कहाँ ऊ त्यहाँ? उयो चुच्चो सरप्राइज 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 भन्नु थाहा छ तपाईँलाई? त्रिखण्डेश्वर झरना। ओ माई गड। ए तपाईँले पो राख्नु भएको? यो भगवान्। हर हर महादेव, हर हर महादेव। अनि के? हर हर महादेव, हर हर महादेव। छिटो मान्छे हर हर महादेव। ओ माई गड, जाडोले थुरुर कामेको अवस्था। अलि नजिक जानु, नजिक जानु। अलिअलि पानीको छिटा पर्नु परेन। महादेवको आशीर्वाद। नाच्न पानी पानी उता फर्केर गर्नु, उता फर्केर। कुन खोला? यस्तो राम्रो पानी कहीँ देख्नु भएको छ तपाईँले? यस्तो सङ्गलो। ओ माई गड, नेचुरल स्विमिङ पुल, नेचुरल स्विमिङ पुलहरू यहाँ। हेर यहाँ नेचुरल स्विमिङ पुल। तो खतरा छ त यार स्विमिङ पुल। यो पो राम्रो छ त स्विमिङ पुल त। हेलो गुड मर्निङ फ्रम कहाँबाट भन्दिनँ अब त? पेट्रोडा उपमहानगरपालिका वार्ड नम्बर 15, गाउँको नाम जाते। आज पनि हामी हाम्रो दोस्रो दिनको यात्रामा कन्टिन्यू गइरहेछौँ। नेचुरल स्विमिङ पुल भएको ठाउँमा नेचुरल। अयो सबै कुरा नेचुरलै छ। सबै कुरा नेचुरल। नेचुरलै हो। हामी अलिकति आर्टिफिसियल छौँ। के छ र आर्टिफिसियल? अलिअलि नेचुरल। अयो ओके। तपाईँको यहाँ गाउँ Welcome to
नेचुरल के जातिमा के जाति झरनामा आहा हेर्नु अब हाम्रो कार्यक्रम यहाँ सुरु हुँदैछ नेचुरल ब्युटी यहाँ चाहिँ हाम्रो 3 दिनको कार्यक्रम हो आज हाम्रो दोस्रो दिन हो आज दोस्रो दिनमा हामी खुसीले पाएको चराले हामीलाई कसरी स्वागत गरिरहनु भएको छ ओ माई गड चिरचिर चिरचिर गरिरहनु भएको छ हिजो हामीले साफ गरेर गएको थियौँ कि यता र आज एकदमै राम्रो देखिरहेको छ यहाँ माथितिर ओके बाई बाई बिहान बिहानै आएको हुनाले यहाँ हामी चाहिँ आज नआउने वातावरण छैन हेर्नु हातखुट्टा धोएर चाहिँ हामी चाहिँ बस्नुपर्छ तर भोलि चाहिँ हामी यो पोखरीमा चाहिँ हामी पोखरी नभनौँ जसरी पनि नआउने हो भन्ने हामीलाई लागिरहेछ नागदेवको चाहिँ यो घाँटीको भाग यतापट्टि सबै शिरको भाग हो योभन्दा माथि चाहिँ पानी एकदम कम छ यो चाहिँ भित्रबाट आइरहेको हो माथिपट्टि पानी देखिँदैन यो चाहिँ हामीले हिजो सफा गरेर गएको थियो आज यस्तो राम्रो भएछ पारिपट्टि चाहिँ जानु बाँकी नै छ हिजो भ्याएन आज जानुपर्छ झरनाको चिसो पानीले मैया डाँडामुनि ताल पर्यो राम्री त तिमी राम्री हो मैच्याङ मलाई किन जानु पर्यो जालै पर्यो अब त्यहाँ अर्कै छ मेरो क्यामेरामा किन अर्कै आइरहेछ कस्तो यस्तरी टाउको देखाउनु भयो जस्तो देखिरहेको छ मेरो क्यामेरामा कि त्यसो देखेको सुरुमा हो तपाईँलाई दृश्य देखाउनु भएको मलाई अघि देखाउनु हुँदैछ कहाँ त्यतिकै यहीँ यही ए त्यही भएर मैले नमस्कार गरेँ नमस्कार ढोक गरेँ ल अब सुरु गरौँ ल चराले कस्तो मिठो आवाजमा ट्यु 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 गरिरहनु भएको छ दिस इज ब्रेक टाइम खाजा खाने हो ससुराली जाने हो घर पनि ससुराली पनि यतै हो भने कि आउनु होला यो पनि मिठो यहाँ बसेर खान झन् मिठो गयो त्रिवेणीमा यता मर्निङ फ्रम द स्पोर्ट आज हाम्रो तेस्रो दिन र अन्तिम दिन यतिखेर हामी स्पोर्टमा आइपुगिसकेका छौँ लास्ट दिन आज हाम्रो धेरै कामहरू छ पूजापाठदेखि लिएर आज यो ठाउँ यस्तो उज्यालो वहाँ रोडबाट यस्तो चम्किरहेछ हामी आफै दङ परिरहेछ अनि त्यसपछि गएर हाम्रो अहिले यहाँ धेरै कुराहरू देख्न पाउनुहुन्छ ओके यता आउनु होला कृपया फ्रेममा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु अनु लामाज्यू कृपया ताली बजाएर स्वागत गरिदिनु होला हाम्रो माताश्री स्टेजमा आइसक्नु भएको छ अब हामी अर्को उपल्लो स्टेजमा चढ्नु हुनको लागि म विनम्र अनुरोध गर्दछु ताली
बनेको छ पहराले यो छाती मेरो बगेको छ छारा रगतमा मेरो पखेरुमा जन्मे टाकुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालको छोरी ओ माई गॉड आज हाम्रो यहाँ पूजा हुनेवाला छ यता हाम्रो सेतो नागदेवको बसाइ हुनुहुन्छ यता हाम्रो कर्कट नागदेवको बसाइ हुनुहुन्छ र हाम्रो यहाँ होम पूजा छ 2वटा होम पूजा र छुट्टै होम पूजाहरू हामी गर्दछौँ मेरो वाला पक्रिमा अर्कोमाको सुरु हुँदैछ हाम्रो खाजा खाने बेला भएको छ माताश्रीले उहाँ पवित्र जल ल्याउँदै हुनुहुन्छ खाजा खानलाई किनभने आज हामीले जल घरबाट ल्याएको छैन टिङ टिङ यो जल कति मिठो छ भनिदिनु त यो खास आज हाम्रो सकेर चाहिँ अब हाम्रो कार्यक्रमहरू सकेर तेस्रो दिनको यात्रामा हामीले होम पनि पुरा गरिसकेको छौँ अब खाजा खाने घरतिर लाग्ने भन्ने हाम्रो कुरो छ यो ठाउँमा तपाईँहरू पनि आउनु होला हामीले यहाँनिर चाहिँ स्थापना गरिदिएका छौँ यहाँ यतापट्टि हुनुहुन्छ हाम्रो बासुकी नागदेव सेतो नागदेव र उतापट्टिको साइडमा चाहिँ अघि नै देखाएको चाहिँ कर्कट महाराज हुनुहुन्छ तपाईँहरू यस ठाउँमा आउनु भएर चाहिँ यतातिर फोहोर चाहिँ नगरिदिनु होला यहाँ धेरै फोहोर छ हामी आएर यहाँ माथि चाहिँ सफा गर्दैछौँ तलतिर धेरै फोहोर छ तपाईँहरू आस्था बोकेर आउनु भयो भने तपाईँहरूलाई धेरै राम्रो हुन्छ तपाईँहरूको चाहिँ के भन्छ अरे यो मनोकामनाहरू पुरा हुनेछ र जानी यहाँ चाहिँ फोहोर गर्नु भयो भने चाहिँ त्यसको सजाय तपाईँहरू सजाय हुनेछ र तपाईँहरू चाहिँ आउनु भएर यो पोखरीमा चाहिँ उयो तलको पोखरीमा चाहिँ स्नान गरेर जान सक्नुहुन्छ त्योभन्दा माथि चाहिँ आउनु राम्रो हुँदैन हेलो नमस्ते यतिखेर हाम्रो एन्डिङ भइसकेको छ खाजा खाएर हामी चेन्ज भइसकेका छौँ हाम्रो असली औकातमा आइसकेको छौँ तपाईँहरूलाई एउटा कुरा देखाउनलाई मैले यो भिडियो लास्टमा खिचेको यहाँ चाहिँ महादेव बाबालाई नागदेवलाई चढाउन मिल्ने फुलको चाहिँ बोट रहेछ यहाँ एउटा अनि ऊ त्यहाँ एउटा छ दिस वान यो कसरी रोपेको होइन यो जङ्गलमा यो उसमा कोही मान्छेहरू पनि आउने अब मान्छे होइन यो चाहिँ के हो भन्दाखेरि मान्छेहरू बियरको बोतल बोकेर आउने खाने पौडी खेल्ने जाने ठाउँमा यस्तो फुलको रुखहरू चाहिँ कसरी रोप्दैन यो अटोमेटिक नेचुरली नै दिएको थियो यहाँ देवी देवताको बास भएको हुनाले यहाँ यस्तो राम्रो चाहिँ कार्य हामीले गर्न पायो तपाईँहरू पनि भिजिट गर्नु होला
फोहोर नगर्नु होला। अब हामी आउँदा चाहिँ भर्खर कोपिलाहरू भइरहेको छ सेतोवाला फुलको। अब सायद तपाईँहरू आउनु हुँदाखेरि चाहिँ मजाले फुलेर बस्नु होला फुलहरू। ओके, बाई बाई।